तपाईं सुन्दै हुनुहुन्छ इमेज न्यूज एफएम 103.6। परिवर्तनका संवाहक युवा पुस्तक अनि तिनका आवाज कार्यक्रम नयाँ पिँढी। नमस्कार, इमेज न्यूज एफएम 103.6 मेगाहर्ट्जको प्रस्तुति कार्यक्रम नयाँ पिँढीमा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रमका साथमा सदाझै उपस्थित छु म अनिता, अनि त्यति बेला मलाई प्राविधिक रूपमा साथ दिनुहुन्छ सागरजीले। विभिन्न अतिथिहरूलाई कार्यक्रममा निम्त्याउने गर्दछौँ र उहाँहरूसँग हामीले उहाँहरूको क्षेत्रको बारेमा र विशेष गरी भन्नुपर्छ अहिलेका युवा पुस्ताको बारेमा कुराकानी गर्दछौँ। आज पनि एकजना अतिथि हुनुहुन्छ। अतिथिको बारेमा म छोटो जानकारी दिन चाहन्छु। उहाँ हुनुहुन्छ विजय गेवालीज्यू। उहाँ चाहिँ नि यति बेला इन्टरनेसनल युनिभर्सिटी अफ हेल्थ एन्ड वेलफेयर ग्रेजुएट स्कुल टोकियो जापानमा चाहिँ डक्टरल प्रोग्राममा संलग्न हुनुहुन्छ। नेपालको बर्दिया जिल्ला सूर्यपटुवा गाविस निवासी गेवाली चाहिँ नि पुराना कम्युनिस्ट नेता गोविन्द गेवालीका सुपुत्र हुनुहुन्छ। उहाँको अध्ययनको मूल विषय क्लिनिकल साइकोलोजी हो। त्यही जापानको अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट चाहिँ उहाँले यो अध्ययन पुरा गरेर अहिले जापानमै त्यही विषयमा चाहिँ कार्यरत पनि हुनुहुन्छ। यो विषयलाई आजको आधुनिक विश्वमा चाहिँ सामाजिक समस्या हल गर्न निकै महत्त्वपूर्ण मानिन्छ। अब भन्नै पर्छ राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकृति र विसङ्गतिबाट चाहिँ मानिसमा पर्ने प्रभाव र त्यसले संवेदनशील मानव मस्तिष्कमा उत्पन्न हुने मनोरोगको निदान र उपचार क्लिनिकल साइकोलोजीको मूल उद्देश्य हो। अर्थात् सामाजिक अवसादको के कसरी अन्त्य गर्न सकिन्छ भन्ने खोजी यस विषयले गर्दछ। यो विषय निकै जटिल पनि छ हैन। विजय गेवाली जीले चाहिँ यस विषयमा नेपालमै पनि अध्ययन गर्नुभएको छ। खास गरी राज्य र माओवादी का बीच सशस्त्र द्वन्द्व चलेका बेला हाम्रा गाउँघरमा कसरी त्यसबाट चाहिँ नि प्रभावित भएर त्यहाँका मानिसहरूमा कस्तो नकारात्मक प्रभाव पर्यो भन्ने विषयमा पनि उहाँले अनुसन्धान गर्नु भएको छ। खास गरी उहाँको आफ्नै जिल्ला बर्दियामा उहाँले गान्धीवाद र त्यसको सामाजिक असरका बारेमा पनि अध्ययन गर्नु भएको छ र लेख त नेपाल पत्र साप्ताहिकमा पनि प्रकाशित भएको थियो हैन। यसका साथै उहाँले यो विश्वसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय गोष्ठी र सेमिनारहरूमा पनि खास गरी यो चीन र रुस जस्ता देशमा भएका त्यस्ता गोष्ठीहरूमा सहभागिता जनाइसक्नु भएको छ। अब ढिला नगरिकन आजका अतिथि विजय गेवाली ज्यूसँगै गरिएको कुराकानी यहाँहरूमा म राख्न गइरहेको छु। उहाँसँग विशेष गरी मैले माथि उल्लेख गरिएका विषयवस्तु साथमा अहिलेका युवाहरूलाई कस्तो देख्नुहुन्छ त। उहाँ स्वयं एकजना युवा हुनुहुन्छ। युवाले अहिलेका युवाको बारेमा के भन्नुहुँदो रहेछ उहाँबाटै हामी अब यो कुराकानी राख्न गइरहेका छौँ। यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद अनिताजी। आराम हुनुहुन्छ? हजुर। यति बेला त छुट्टीमा हुनुहुन्छ है? हजुर, अहिले चाहिँ जापानमा चाहिँ गोल्डेन विक भनेर भन्छ। यो मे महिनामा चाहिँ लगभग 2 हप्ताको गोल्डेन विक मनाउने भनेर त्यहाँ बिदा हुन्छ। त्यो बिदाको क्रममा चाहिँ अहिले म चाहिँ नेपालमा हुनुहुन्छ। नेपालमा कतिको व्यस्त हुनुहुन्छ यो ड्युरेसनमा? अब आफ्नो विषयगत रूपमा त त्यति धेरै व्यस्त छैन। पारिवारिक भेटघाटहरू भएको कारणले गर्दाखेरि चाहिँ अब व्यस्तै भन्नुपर्छ। हजुर, कुराकानीलाई अगाडि बढाउँ। तपाईँकै मूल विषयबाट नि हैन, क्लिनिकल साइकोलोजी विषयमा चाहिँ तपाईँ कसरी पुग्नुभयो जापान? मूलभूत रूपमा क्लिनिकल साइकोलोजी पढ्नको लागि कसरी पुगेँ भन्ने विषयमा बुझ्नुभन्दा पहिला मेरो आफ्नो इन्ट्रेस्टको म अलिकति कुरा गर्छु। मेरो इन्ट्रेस्टको कुराकानी गर्दाखेरि चाहिँ विशेष गरी आत्महत्या विज्ञान चाहिँ मेरो आफ्नो विषय हो। त्यो विषयमा रिसर्च गर्नको लागि विभिन्न देशहरूको छनौट गर्ने क्रममा अब जापान चाहिँ त्यो विषयको लागि अध्ययन गर्नको लागि राम्रो भनेर मानिएको देश हो। एउटा त्यो पनि एउटा मूल कारण भयो। अर्को चाहिँ मेरो यो क्लिनिकल साइकोलोजी सुरु गर्नुभन्दा पहिला मैले आफूले विषय पढेको भनेको चाहिँ अकुपन्चर भनेर एउटा चाइनिज मेडिसिन हुन्छ। त्यो विषयमा मैले डिप्लोमा गरेको हुँ। त्यो विषय पनि जापानमा धेरै नै विकसित मानिएको कारणले गर्दाखेरि चाहिँ अनि मेरो आफ्नो छनौटमा चाहिँ जापान पढ्न गएको हो। हजुर, यो विषयमा खास गरी के को अध्ययन हुन्छ अझै विस्तृत रूपमा बुझ्न पाए? विशेष गरी क्लिनिकल साइकोलोजी भने बित्तिकै मान्छेले बुझ्ने के भने मनोविज्ञानको एउटा शाखा भनेर बुझ्छ हैन। मनोविज्ञानभित्र विभिन्न प्रकारका शाखा उपशाखाहरू हुन्छन्। जस्तो अब समाजको बारेमा सामाजिक मनोविज्ञान बुझ्नु पर्यो भने त्यसलाई सोसियल साइकोलोजी भनेर भनिन्छ हैन। अपराध सम्बन्धी मनोविज्ञानको अध्ययन गर्न पर्यो भने त्यसलाई क्रिमिनल साइकोलोजी भनेर भनिन्छ। त्यस्तै गरी विशेष गरी मेन्टल हेल्थ जुन मानसिक स्वास्थ्यसित सम्बन्धित रहेको मनोविज्ञानलाई चाहिँ अध्ययन गर्ने विषयलाई चाहिँ क्लिनिकल साइकोलोजी भनेर भनिन्छ।
हजुर, तपाईँको इन्ट्रेस्ट कसरी भयो यही विषयमा? अब मैले आफूले चाहिँ सुरुमा यो नेपालमा काम गर्ने क्रममा चाहिँ मैले अकुपन्चरबाट काम स्टार्ट गरेको। अकुपन्चर गर्ने क्रममा हामी त्यति बेला चाहिँ यो धेरै लगभग 10 वर्ष अगाडिको कुरा हो। 10 वर्ष अगाडि हामी विभिन्न जिल्लामा स्वास्थ्य शिविरहरू लिएर जान्थ्यौँ। त्यो स्वास्थ्य शिविर लैजाने क्रममा त्यति बेला भर्खर नेपालमा द्वन्द्वको विश्राम हुने बेला भएको थियो त्यो बेलामा। अनि त्यो विभिन्न ठाउँमा जाने क्रममा विभिन्न किसिमका बिरामीहरूलाई भेट्ने क्रममा जुन मानसिक स्वास्थ्यसित सम्बन्धित भएका बिरामीहरू छन् त्यो अलिक बढिरहेको हो कि भन्ने किसिमको अनुभूति चाहिँ मलाई त्यति बेला भयो। हुन त हामीले त्यति बेला उपचार गर्ने बेलामा चाहिँ यो अकुपन्चरबाट मानसिक स्वास्थ्य भन्दा पनि यो हाड जोड्नीसित सम्बन्धित रोगहरूलाई बढी हेरिन्थ्यो। तर त्यहाँ आउने बिरामीहरूमध्ये धेरै बिरामीहरू चाहिँ मानसिक रोगबाट पीडित हो कि जस्तो किसिमको मलाई अनुभूति भयो। र त्यो बेलादेखि नै मलाई चाहिँ यो मानसिक स्वास्थ्यमा केही गर्न पाए हुन्थ्यो भन्ने किसिमको एउटा सोच त्यो थियो। अर्को चाहिँ यो आत्महत्या विज्ञानसित सम्बन्धित चाहिँ नेपालमा त्यति धेरै अध्ययन अनुसन्धान नभइरहेको भन्ने कुरा पनि मैले आफूले बुझिरहेको कारणले गर्दाखेरि त्यो दुवै विषयलाई चाहिँ समष्टिगत रूपमा लैजाँदाखेरि चाहिँ क्लिनिकल साइकोलोजी भन्ने विषय अध्ययन गर्दा राम्रो हुन्छ कि भन्ने किसिमले चाहिँ मैले क्लिनिकल साइकोलोजी लिएको हो। हजुर, यो आत्महत्याको कुरा आइरहँदाखेरि किन चाहिँ तयार हुन्छन् होला त मान्छे, हैन? आत्महत्यामा तपाईँले जति सजिलै गरी यो प्रश्न सोध्नुभयो त्यति सजिलो उत्तर त छैन, होइन? आत्महत्या भनेको एउटा एकदमै कम्प्लेक्स सिद्धान्त हो, होइन? मान्छेले किन आत्महत्या गर्छ भन्ने कुरा पनि सजिलै यसको उत्तर दिन त सकिँदैन। तर पनि अहिले हामीले सरसर्ती हेऱ्यौँ भने वर्षको लगभग 10 लाख व्यक्तिहरूले सुसाइड गरिरहेका छन्। एउटा त्यो फ्याक्ट छ, होइन? अर्को चाहिँ लगभग 40 सेकेन्डमा एकजना व्यक्तिले आत्महत्या गरिरहेको फ्याक्ट छ यो विश्व स्वास्थ्य सङ्गठनको। अब नेपालमा आएर हेऱ्यौँ भने नेपालमा प्रतिदिन लगभग 11 जना व्यक्तिहरूले आत्महत्या गरिरहेको तथ्याङ्क प्रहरीसित छ, होइन? तर नेपालमा विशेष गरी यो मृत्यु दर्ता गर्ने चाहिँ खासै नभएकोले, नियम नभएकोले त्योभन्दा बढी हुनसक्छ अझै यो बढी, होइन? अब आत्महत्या किन गर्छन् भन्ने कुरामा चाहिँ अब त्यसलाई विभिन्न किसिमले यसलाई हेर्न सकिन्छ। यसमा अब सामाजिक कारण हुनसक्छ, मनोवैज्ञानिक कारण हुनसक्छ, होइन? बायोलोजिकल कारण हुनसक्छ अथवा इन्भाइरोमेन्टल कारण हुनसक्छ। ती विविध कारणले गर्दाखेरि जब मान्छेले अब म बाँच्नु चाहिँ मेरो बाँच्नुको कुनै उद्देश्य छैन भनेर चाहिँ ठम्याङ गरिसकेपछि चाहिँ मान्छेले आत्महत्या गर्छ। यो चाहिँ एकदम सरल सबैले बुझ्ने किसिमको उत्तर भयो। हजुर, जस्तो यस सम्बन्धमा तपाईँले अन्तर्राष्ट्रिय अनुभवहरू पनि धेरै हासिल गर्नुभएको छ, होइन? हजुर। के कस्ता रहे ती अनुभवहरूको बारेमा पनि? विशेष गरी यो आत्महत्यासित सम्बन्धित, आत्महत्या रोकथामसित सम्बन्धित रहेर विश्व स्वास्थ्य सङ्गठन अन्तर्गत एउटा एनजिओ कार्यरत रहेको छ जसलाई चाहिँ इन्टरनेसनल एसोसिएसन अफ सुसाइड प्रिभेन्सन भनेर भनिन्छ। यो एनजिओले चाहिँ विभिन्न देशहरूमा यो सुसाइड प्रिभेन्सनसित सम्बन्धित काम गर्छ र विश्वभरिका यो सुसाइड प्रिभेन्सनसित सम्बन्धित काम गर्ने व्यक्तिहरू त्यो एनजिओमा आबद्ध रहेका छन्। म पनि त्यो एनजिओमा आबद्ध रहेर लगभग 3 वर्षदेखि काम गर्दैछु। अब हामीले गर्ने भनेको चाहिँ के भने यो सुसाइड प्रिभेन्सनको लागि जस्तै सुसाइड प्रिभेन्सनको लागि एउटा मूलभूत सिद्धान्त बनाउने आफ्नो ठाउँमा छँदैछ, तर देशै पछि त्यहाँको चाहिँ संस्कृतिले गर्दाखेरि, त्यहाँको इन्भाइरोमेन्टल फ्याक्टरले गर्दाखेरि चाहिँ देशैपछि फरक किसिमका सुसाइड प्रिभेन्सन सम्बन्धी कार्यक्रम ल्याउनुपर्छ भन्ने मान्यता भएको कारणले गर्दाखेरि हामी चाहिँ त्यो आफ्नो देशमा चाहिँ कस्तो किसिमको प्रोग्राम ल्याउँदाखेरि चाहिँ सुसाइड प्रिभेन्सन सम्बन्धित काम गर्न सकिन्छ भनेर चाहिँ हामी त्यसमा काम गर्छौँ। अब मेरो अनुभवको कुरा गर्दाखेरि चाहिँ गत वर्ष चाहिँ बेजिङमा भएको चाहिँ यो सुसाइड प्रिभेन्सनसित सम्बन्धित वर्ल्ड कन्फरेन्समा मैले नेपालको तर्फबाट भाग लिएको थिएँ र त्यसपछि पनि मैले अमेरिकामा भएको चाहिँ फिलाडेल्फिया अन्तर्गत बेक इन्स्टिट्युट भन्ने छ जहाँ चाहिँ सुसाइड प्रिभेन्सनसित सम्बन्धित ट्रेनिङहरू हुने गर्छ। त्यहाँ पनि गत वर्ष गएर त्यो सम्बन्धित ट्रेनिङ लिएँ र अब आगामी वर्ष चाहिँ हामीले नर्वेको ओस्लो युनिभर्सिटीमा एउटा प्रोग्राम हुँदैछ, त्यसमा पनि मैले नेपालको तर्फबाट चाहिँ भाग लिँदैछु। यो नेपालको सन्दर्भमा कुराकानी गर्नुपर्दा नीति निर्माता र अरू सरकारवालाहरूले चाहिँ नि, होइन, के कस्तो शिक्षा दिनुपर्ने जस्तो लाग्छ यहाँलाई? अब सुसाइड प्रिभेन्सनसित सम्बन्धित रहेर नेपालमा के कति गतिविधि भएको छ अथवा सरकारले अथवा आइएनजिओहरूले कस्तो काम गरिरहेछ भने सरसर्ती हेर्दाखेरि त एकदमै नगण्य मात्रामै छ त्यस्तो एक्टिभिटीहरू। मैले तपाईँलाई अघि नै पनि भने हाम्रो नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कलाई हेर्ने हो भने प्रत्येक दिन 11 जना मान्छेहरूले चाहिँ सुसाइड गरिरहेछन्। अझै त्यो पर्सेन्टलाई अझै विस्तृत रूपमा भन्ने हो भने त सुसाइड गर्ने मध्ये चाहिँ 40% व्यक्तिहरू चाहिँ युवा रहेका छन्। युवाहरूको त्यति धेरै ठुलो सुसाइड रेट रहेको छ।
त्यसबाहेक पनि म आफू बाहिर बस्ने कारणले गर्दाखेरि बाहिर हेर्दाखेरि पनि गत वर्षको मैले सङ्कलन गरेको डाटा हेर्नुहुन्छ भने विदेशमा बस्ने नेपाली मध्ये 60% जुन मृत्यु हुन्छ त्यो 60% मृत्युको कारण चाहिँ आत्महत्या रहेको छ र जापानमा मात्रै म आफू बस्ने जापानमा मात्रै गत वर्ष 6 जना व्यक्तिले चाहिँ आत्महत्या गरे भनेर यो सबै हेर्दाखेरि चाहिँ के लाग्छ भने आत्महत्या चाहिँ नजानिदो किसिमले चाहिँ एकदमै धेरै फैलिसकेको हो कि नेपालमा र त्यस सम्बन्धी काम गर्नको लागि धेरै ढिला भइसकेको हो कि जस्तो अनुभव चाहिँ मलाई लाग्छ। हजुर, तपाईँ पनि एकजना युवा हुनुहुन्छ, देश विदेश धेरै घुमिसक्नु भएको छ, धेरै अनुभव पनि छ। के छ अहिलेको नेपाली युवाहरूको अवस्था? अब नेपालीहरू युवाहरूको अवस्थामा हेर्दाखेरि त सबैभन्दा ठुलो त अब हामी कहाँ अब उचित रोजगार छैन होइन, त्यो रोजगार र त्यसपछि पढे अनुसारको मान्छेले काम पाउँदैन होइन। ती सबै कारणले गर्दाखेरि चाहिँ अब राजनीतिक कारणहरू पनि विविध कारणहरू छन्, त्यो विषयमा म अहिले जाँदिनँ। तर ती सबै चिजले गर्दाखेरि के देखिन्छ भने यो युवा वर्गहरूमा एक प्रकारको निराशा र निराशाको सँगसँगै एक प्रकारको आवेग भनौँ न होइन, त्यो किसिमको देखिन्छ। त्यो कारणले गर्दाखेरि पनि समष्टिगत रूपमा हेर्दाखेरि चाहिँ मैले आफूले तपाईँलाई एउटा स्मरण गराउँछु। मैले गत वर्ष बर्दिया जिल्लामा एउटा रिसर्च गरेका थिएँ। बर्दिया जिल्लाको एउटा सर्टेन गाउँलाई केन्द्रित गरेर गरेको रिसर्चले के देखायो भने त्यो गाउँमा भएका लगभग 40% युवाहरू चाहिँ डिप्रेसनको शिकार रहेको देखियो मेरो आफ्नै व्यक्तिगत रिसर्चले पनि। अब त्यो हेर्दाखेरि त के लाग्छ भने त हेर्दाखेरि चाहिँ यो किनकि सुसाइड डिप्रेसन यस्ता समस्याले के हुन्छ भने मान्छे तुरुन्तै त केही हानि हुँदैन अनि हामी चाहिँ बरु रोड एक्सिडेन्ट हामी दिनदिनै देख्छौँ अनि हामीलाई आभास भइरहेछ हुन्छ कि रोड एक्सिडेन्ट बढिरहेको छ भन्ने किसिमको। तर डिप्रेसन भनेको देखिने रोग पनि होइन। त्यो कारणले गर्दाखेरि हामीले अनुभव नगरिकन अनुभूति नलिकन यो समस्या चाहिँ एकदमै गम्भीर हाम्रो विशेष गरी युवा वर्गहरूमा एकदमै गम्भीर समस्याको रूपमा चाहिँ गइरहेको जस्तो मलाई लाग्छ। डिप्रेसनमा पुग्नै पर्ने अवस्था हो त नेपालको यति बेला? एकदमै मलाई लाग्छ त्यो डिप्रेसन को त्यो अवस्था चाहिँ जायज नै हो। किनकि डिप्रेसन सबभन्दा पहिला के बुझ्नुपर्छ भने डिप्रेसन किन हुन्छ भनेर हेर्दाखेरि डिप्रेसनका बायोलोजिकल कारणहरू पनि छन् होइन। तर नेपालमा भएको डिप्रेसनहरू बायोलोजिकल कारणले भन्दाखेरि पनि सोसियल कन्टेक्स्ट जुन सोसियल फ्याक्टरहरू छ त्यसले गर्दा भएको चाहिँ बढी देखिन्छ होइन। अब एउटा कस्तो हुन्छ भने हरेक मान्छेले आफ्नो जीवनमा एक प्रकारको सामाजिक सुरक्षा खोज्दछ होइन। सामाजिक सुरक्षा उसको जीवनमा निकै महत्त्वपूर्ण हुन्छ। अब त्यो सामाजिक सुरक्षा भनेको आर्थिक सुरक्षा पनि हुन्छ होइन, अब पारिवारिक सुरक्षा पनि हुन्छ, सामाजिक सुरक्षा पनि हुन्छ। ती सबै सुरक्षाहरू नहुँदाखेरि त पक्कै पनि युवा वर्गहरू चाहिँ डिप्रेसनबाट शिकार नहुने त कुरै भएन। त्यो एकदमै जायज लाग्छ मलाई। अरू कारणहरू के छन् यो डिप्रेसनको कारणहरूमा? स्वयं युवाहरूकै अब युवाहरू नै पछि हटेर हो या युवाहरूले यस्तो गर्छु भनेर त्यो इन्भाइरोमेन्टै नपाएको हो कि? अनि इन्भाइरोमेन्ट नपाएको त भन्न सकिँदैन। इन्भाइरोमेन्ट भन्ने कुरा त क्रिएट गर्ने कुरा हो होइन। तर क्रिएट गर्ने भन्ने बित्तिकै एक्लैले सक्ने कुरा पनि होइन होइन। यो सबैले मिलेर गर्ने कुरा हो। त्यसैले अब यो इन्भाइरोमेन्ट क्रिएट गर्ने भन्ने बित्तिकै त्यसमा विभिन्न क्षेत्रको दायित्व आउँछ होइन। सरकारको दायित्व आउँछ, अब हामी जस्तो चिकित्सकहरूको दायित्व आउँछ, तपाईँहरू जस्तो मिडियामा भएको व्यक्तिहरूको दायित्व आउँछ होइन। अब सरकारी गैर सरकारी सबै क्षेत्रको दायित्व आउँछ नि होइन। त्यो दायित्व पुरा नभइरहेको हो कि होइन, त्यो कारणले गर्दाखेरि डिप्रेसन बढेको हो अथवा त्यो हुँदाहुँदै पनि काम गर्ने अवसरको लागि उचित चाहिँ त्यो माहौल नआएको हो कि जस्तो पनि देखिन्छ। जस्तै अब अहिले त कतिपय ठाउँमा त सबै ठाउँमा नराम्रो भन्ने पनि छैन नि होइन। धेरै ठाउँमा राम्रो पनि भइरहेको छ, सबै चिज बिग्रियो भत्कियो भन्ने पनि छैन। धेरै ठाउँमा त राम्रै देखिन्छ। तर यो मानिसको स्वभाव पनि हो, नराम्रो चिज चाँडै देखिन्छ होइन, राम्रो चिज अलि ढिलो देखिने किसिमको स्वभाव हुन्छ। त्यो मानवीय स्वभावले गर्दाखेरि पनि युवा वर्गमा सबैतिर ल बिग्रियो है, ल भत्कियो है होइन, सबै सिद्धियो है भन्ने किसिमको कन्सेप्ट अलि बढी भएको हो कि जस्तो पनि लाग्छ कहिलेकाहीँ मलाई। विदेश नै जान चाहन्छन् नि अहिले जो पनि, के छ यो स्थितिलाई यसो वर्णन गर्दा? विदेश जाने त ठिक र बेठिक भन्ने पनि उद्देश्यमा भर पर्छ। कुन उद्देश्यले विदेश जाने हो भन्ने कुरामा भर पर्छ होइन। अब यहाँ काम हुँदाहुँदै पनि त्यही लेभलको काम गर्नको लागि विदेश जाने हो भने त त्यसको कुनै अर्थ रहेन होइन। अब तर कतिपय युवाहरू चाहिँ अब उहाँ गएर पढेर फर्केर केही गर्छु भन्ने किसिमका छन् भने त्यसलाई जायजै भन्नुपर्छ होइन। त्यसैले अब धेरै जसो त विदेश जानेहरू रोजगारकै लागि जाने देखिएको छ अहिले त होइन। रोजगारको ठुलो हिस्सा बाहिर गइरहेछ। त्यो कारणले गर्दाखेरि अब विदेश जाने नै अवस्था सिर्जना भएको त छ अहिले त होइन। तर त्यसलाई रोक्न सकिन्छ, रोक्न नसक्ने किसिमको ऊ चाहिँ छैन पक्कै। कसरी, कुन क्षेत्रबाट के गर्नु पर्यो त?
स्वयं युवा नै अब स्वयं युवा पनि एउटा क्षेत्र हो। अर्को चाहिँ सबैभन्दा ठुलो कुरा के भने यो वातावरण बनाइदिने भन्ने हुन्छ होइन। वातावरण कसले बनाइदिने भन्ने कुरा आउँछ होइन। जसले एउटा वातावरण बनाइदिने भन्ने बित्तिकै त अब त्यसमा सामान्य एउटा व्यक्तिको लागि वातावरण बनाइदिने भनेको उसको परिवारको सदस्यदेखि लिएर उसको समाजदेखि लिएर ऊ चाहिँ निर्भर भएको चाहिँ राजनीतिक भनौँ न क्षेत्रदेखि लिएर होइन, यहाँ यो नेपालको विकासको लागि काम गरिरहेका एनजिओहरूदेखि लिएर आइएनजिओहरूदेखि लिएर ती सबैले चाहिँ होइन एउटा माहौल क्रिएट गरिदिने हो। तर माहौल क्रिएट भइसकेपछि पनि काम गर्नलाई त आफै युवाहरू नै आफै सक्रिय हुनुपर्छ। अब अरूले आएर त हुँदैन होइन, आफै नै गर्नुपर्छ। एकदमै हुन्छ नि, यो शिक्षाको पनि धेरै ठुलो हात हुन्छ होइन। एकदमै शिक्षाको के छ नेपालमा शिक्षाको कुरा गर्दाखेरि चाहिँ अनिताजी अघि नैको विषयमा अलिकति फर्किन्छु। मैले जताबाट जाँदाखेरि पनि आफ्नै विषयमा फर्किनुपर्ने हुन्छ। मेरो आफ्नो विषयमै हेर्ने हो भने चाहिँ अहिले म तपाईँलाई एउटा सानो इक्जाम्पल दिन्छु। हाम्रो एसएलसी भनौँ न, शिक्षामा हामीले सबैभन्दा ठुलो मान्ने भनेको एसएलसी हो होइन। एसएलसीको माहौल हेर्ने भने प्रत्येक वर्ष नेपालमा एसएलसीको रिजल्ट आइसकेपछि 5-6 जना चाहिँ विद्यार्थीहरूले आत्महत्या गरेको सुनिन्छ होइन। त्यो गत वर्ष पनि सुनियो, सम्भवतः अझै रिजल्ट भएको छैन, अब यो वर्ष पनि सुनिनेछ होइन। त्यो एउटा के भइरहेछ भने शिक्षाप्रतिको एउटा नैराश्यता भन्ने कि अथवा एउटा कस्तो भने डरलाग्दो किसिमको क्रिएट गरिदिने हुन्छ नि। हामी एसएलसी भन्ने बित्तिकै के हुन्छ भने अब एसएलसी फेल भयो भने त सबै सकियो भन्ने किसिमको वातावरण सिर्जना गरिदिएर विद्यार्थीहरूमा त्यो किसिमको आत्महत्यासम्म पुग्ने माहौल भइरहेछ। अब त्यसलाई कसलाई दोषी मान्ने हो भने त अब त्यो समष्टिगत रूपमा हेर्दाखेरि त त्यो त शिक्षा नीति नै दोषी हो नि होइन। हामीले यस्तो किसिमको शिक्षा नीति बनायौँ जो शिक्षा नीतिले गर्दाखेरि विद्यार्थीहरू आत्महत्या गर्नेसम्मको चाहिँ वातावरणमा पुगे होइन, त्यो किसिमको। त्यसैले शिक्षा नीति भन्ने बित्तिकै मलाई आफूलाई कस्तो हुनुपर्छ जस्तो लाग्छ भने व्यवहारिक शिक्षा नीति हुनु पर्यो। सिद्धान्तिक को रूपमा त हामी धेरै सक्षम छौँ होइन, सिद्धान्तहरू धेरै पढाइ हुन्छन्, तर त्यो सिद्धान्तलाई व्यावहारिक रूपमा कसरी लागू गर्ने भन्ने कुरा चाहिँ हामी कहाँ कमी हो कि जस्तो लाग्छ। जस्तै भनौँ न आइए पास गरिसकेपछि अथवा बिए पास गरिसकेपछि एमए पास गरिसकेपछि त्यो व्यक्तिले आफ्नो जीवन धान्ने किसिमको सिप त सिक्नु पर्यो नि होइन। उसले जागिर नपाए पनि आफैले काम गरेर आफ्नो जीविका पालन गर्ने किसिमको ऊ चाहिँ बनाउनु पर्ने हो, तर त्यो देखिँदैन। भन्नाले हाम्रो शिक्षा कस्तो किसिमको भयो भने सैद्धान्तिक रूपमा त एकदमै राम्रो छ, तर व्यावहारिक ज्ञान चाहिँ कमी भएको हो कि जस्तो चाहिँ मलाई आफूलाई लाग्छ। तपाईँले द्वन्द्वरत नेपालको स्थितिमा पनि होइन, यो नेपाली समाजमा के कस्तो प्रभाव पार्यो यसले भन्ने बारेमा पनि लेख्नु भएको थियो। नेपाल पत्र साप्ताहिकको कुरा जोड्न चाहन्छु म। के थियो त्यो कुरा? मैले अलिकति मेरो अघि नै मैले विषयको बारेमा पनि कुरा गरेँ। मैले मास्टर गर्ने बेलामा मेरो थेसिस भनेको चाहिँ यो द्वन्द्वले पार्ने मनोवैज्ञानिक असर भन्ने विषयमा मैले गरेको थिएँ र मेरो आफ्नो क्षेत्र रहेको चाहिँ नेपाल र पाकिस्तानको पेसावरलाई चाहिँ मैले आफ्नो क्षेत्र मानेर काम गरेका थिएँ। र अब समष्टिगत रूपमा हेर्दाखेरि मैले अघि नै पनि अलिकति प्रसङ्ग जोडेँ। बर्दिया जिल्लालाई मैले फोकस गरेर रिसर्च गर्दाखेरि बर्दिया जिल्लामा मैले आफूले फोकस गरेको क्षेत्रमा द्वन्द्वबाट पीडित भएका व्यक्तिहरूमा 50% व्यक्तिहरूलाई डिप्रेसन छ होइन। डिप्रेसनको पनि विभिन्न लेभल हुन्छ, एउटा माइल्ड हुन्छ, एउटा मोडरेट हुन्छ, सिभियर हुन्छ होइन। मैले यहाँ मोडरेट र सिभियर लेभलको मात्रै कुरा गरिरहेको छु। माइल्ड त अब तपाईँ हामीलाई पनि हुनसक्छ होइन, यो सामान्य कुरा हो। तर मोडरेट र सिभियर लेभलको व्यक्तिहरू 50% छन् होइन, त्यो एउटा द्वन्द्वको देखिन्छ। अब त्यसबाहेक बालबालिकामा हेर्ने हो भने पनि जस्तै बर्दिया जिल्लामा मैले आफूले रिसर्च गर्दाखेरि पनि कस्तो किसिमको देखेँ भने धेरै बच्चाहरू यो अब डरलाग्दो सपना देख्ने, राति कराउने होइन, त्यसपछि यो बिछौनामा पिसाब फेर्ने होइन, ठुल्ठुलो आवाज आयो भने अलिकति झस्किने किसिमको चाहिँ मैले बालबालिकामा देखेँ। त्यो पनि एक प्रकारले द्वन्द्वकै असर हो, एउटा त्यो देखेँ द्वन्द्वको असर होइन। अब त्यसबाहेकका सामाजिक असर त अब धेरै छन्। अब द्वन्द्वकै कारण धेरै मान्छेहरू वैदेशिक रोजगारमा गएका छन् होइन। उनीहरू वैदेशिक रोजगारमा जाँदाखेरि उनीहरूको परिवारलाई धेरै असर परेको छ। अब त्यो सायद जो सामाजिक असर होस्, मानसिक असर होस् होइन, विभिन्न प्रकारको असर परेको छ। ती सबैलाई समष्टिगत रूपमा हेर्दाखेरि त द्वन्द्वले एकदमै नेपालको यो मेन्टल हेल्थमा त निकै ठुलो इफेक्ट गरेको छ जस्तो लाग्छ। हजुर, यति बेला तपाईँ जापानमै हुनुहुन्छ, के छ आगामी सोचाइ यहाँको? अब मैले भर्खरै मात्रै आफ्नो पिएचडी सकेँ होइन। पिएचडी सकिसकेपछि मैले मूलभूत रूपमा आफ्नै विषयमा रहेर काम गर्ने भन्ने सोच बनाएको छु र विशेष गरी नेपालकै मानसिक स्वास्थ्यसित सम्बन्धित रहेर केही काम गर्न सकिन्छ कि भन्ने सोचमा अहिले मैले आफूले नेपाल आउँदाखेरि पनि त्यो विषयसित सम्बन्धित रहेका व्यक्तिहरूसित भेटघाट गरेर होइन भविष्यमा नेपालमा एउटा मानसिक स्वास्थ्यको लागि राम्रो किसिमको इन्स्टिट्युसन बनाउन सकिन्छ कि भन्ने किसिमले चाहिँ मैले आफूले त्यस्तो किसिमको सोच बनाइरहेको छु। भनेपछि नेपालमै फर्केर नेपालमै केही गर्नुहुन्छ? हजुर, एकदमै। त्यो त मेरो पहिलादेखि नै त्यो सोच हो। के छ यसको लागि केही तयारी अहिलेसम्मका?
मूलभूत रूपमा चाहिँ अहिले मैले आफूले यो कार्यक्रमको मूलभूत उद्देश्य पनि त्यही नै हो, युवा वर्गमा लक्षित भएको कार्यक्रम भएकोले म युवा वर्गमै केन्द्रित रहेर कुराकानी गर्न चाहन्छु। मैले आफूले सोच बनाइरहेको अहिले पहिलो सोच भनेको चाहिँ युवा वर्गमा जुन किसिमले आत्महत्यासित सम्बन्धित बढी भइरहेको छ त्यसलाई रोकथाम गर्नको लागि केही काम गर्न सकिन्छ कि भन्ने किसिमको सोच छ। जस्तै अब एउटा सामान्य नै उदाहरणकै रूपमा ल्याउँ न, अहिले जे होस् नेपालमा धेरै सहरी क्षेत्रका युवाहरूको फेसबुक हुन्छ हैन। अब त्यो फेसबुकलाई नै सुसाइड प्रिभेन्सनको लागि केही किसिमले प्रयोग गर्न सकिन्छ कि हैन। त्यसमा विभिन्न प्रकारका चाहिँ हामीले देख्छौँ विभिन्न प्रकारका ग्रुपहरू बनिरहेको हुन्छ हैन। त्यसमै चाहिँ सुसाइड प्रिभेन्सन सम्बन्धी कुनै ग्रुपहरू बनाएर त्यसबाट चाहिँ जनचेतना जगाउने हो कि भन्ने सोच, अथवा कुनै प्रकारको वेबसाइटहरू सञ्चालन गरेर त्यसबाट विभिन्न प्रकारका इन्फर्मेसनहरू दिने हो कि भन्ने किसिमको सोच। र त्योभन्दा पनि अझै सबैभन्दा ठुलो आवश्यकता त मैले के देखेँ भने हेल्पलाइन एउटा स्थापना गर्न सकियो भने चाहिँ, जस्तै कुनै व्यक्तिलाई सुसाइड गर्न मन लाग्यो अथवा त्यस्तो किसिमको सोच आयो भने त्यति बेलामा उसले कुछ त सल्लाह गर्ने त भन्ने किसिमको माहौल छैन हामी कहाँ हैन। त्यस्तो किसिमको एउटा 24 आवरकै टेलिफोन सेवा सुरुवात गर्न सकियो भने त कुनै पनि व्यक्तिलाई त्यस्तो सोच आयो भने यो टेलिफोनमा फोन गर्नुहोस् है भनेर त्यहाँबाट चाहिँ कुनै काउन्सिलरले चाहिँ काउन्सिलिङ गर्यो भने त धेरै सुसाइड चाहिँ रोक्न सकिन्छ कि जस्तो चाहिँ मलाई अहिले पछिल्लो समयमा चाहिँ नेपाल आउँदाखेरि चाहिँ त्यो बढी चाहिँ अनुभव भयो। र त्यसैसित सम्बन्धित रहेर काम गर्नको लागि चाहिँ अब मैले आफ्नो क्षेत्रका साथीहरूसित अहिले चाहिँ छलफल गरिरहेको छु। के पाउनुहुन्छ प्रतिक्रिया उहाँहरूको चाहिँ? अब हामी कहाँ अहिले नेपालमा सरसर्ती हेर्ने भने त तपाईँले पनि देख्नुहुन्छ, काठमाडौँमै बस्नुहुन्छ हैन, धेरै क्लिनिकहरू, धेरै हस्पिटलहरू, धेरै नर्सिङ होमहरू पनि खुलेका छन् हैन। घरै पछि हुन थालिसके यसो हेर्दाखेरि त। तर मेन्टल हेल्थमै रहेर काम गर्ने हस्पिटलहरू निकै कम छन्। अब सरकारी क्षेत्रमा हेर्ने भने त पाटन अस्पताल, यो पाटन मानसिक अस्पताल बाहेकको अरू अस्पतालै छैन हैन। निजी क्षेत्रबाट पनि केही प्रयास नभएका होइनन्, तर त्यो प्रयास चाहिँ अपुग देखिएको छ। त्यसैले यहाँ भएका व्यक्तिहरू जो यो क्षेत्रमा कटिबद्ध भएर लाग्नु भएको छ, उहाँले सीमित साधन स्रोतमा पनि धेरै काम गर्नु भएको छ, तर अझै बढी गर्न पर्छ भन्ने किसिमको चाहिँ भावना चाहिँ उहाँहरूमा भएको चाहिँ मैले पाएँ। हजुर, देश विदेश धेरै घुमिरहँदाखेरि सो युवाकै कुराहरू जोडौँ होइन, सकारात्मक नकारात्मक के पाउनुभयो अन्तर्राष्ट्रिय युवाहरूलाई? अब यो एउटा गीत पनि छ नि, त्यो फुलको आँखामा फुलै संसार भने जस्तो हो होइन। अब यो सकारात्मक र नकारात्मक भन्ने कुरा पनि त्यही नकारात्मकताभित्र नै पनि सकारात्मक भेटाउने मान्छेहरू पनि हुन्छन् होइन। त्यो सकारात्मक भित्र नै नकारात्मक खोजेर कहाँनिर चाहिँ यो कुरो फाटेको छ, कहाँनिर चाहिँ यो चिरिएको छ भनेर खोज्ने व्यक्तिहरू पनि हुन्छन्। तर मैले आफूले हेर्दाखेरि चाहिँ सुसाइड प्रिभेन्सनसित सम्बन्धित रहेर, पोजिटिभ साइकोलोजीसित सम्बन्धित रहेर म विश्वको लगभग 15-16वटा देशमा गएँ। 15-16वटा देशमा युवाहरूलाई नै केन्द्रित रहेर मैले आफूले कुरा गर्दा त म त निकै उत्साहित छु। नेपालको युवा मात्रै होइन, विदेशका जुन क्षेत्रका युवाहरू पनि अबको विश्व चाहिँ सम्हाल्न चाहिँ उनीहरू एकदम तयार छन् जस्तो मलाई लाग्छ। निकै पोजिटिभ रेस्पोन्स पाएँ मैले। यो कुरा मैले कहाँ लगेर जोड्न खोजेको थिएँ भने ती युवाहरूसँग दाँजेर होइन, हामी नेपाली युवाहरूलाई के सजेस्ट गर्न चाहनुहुन्छ भन्न? अब युवाहरूलाई सजेसन गर्ने क्रममा चाहिँ म के भन्न चाहन्छु भने, अब मेरो आफ्नो विषय भनेसितै सम्बन्धित रहेर मात्रै मैले अब एडभाइस गर्न सक्ने भए, मेरो आफ्नो विषयसित सम्बन्धित हुँदाखेरि चाहिँ अब यो मेन्टल हेल्थसित सम्बन्धित, यो मेन्टल हेल्थ कस्तो किसिमको समस्या हो भने, यो मेन्टल हेल्थभित्र रहेका 90% समस्याहरू छलफलबाट निराकरण हुन सक्छ। त्यसैले त्यस्तो किसिमको समस्या तपाईँहरूमा छ, तपाईँलाई एक प्रकारको निराशा छ हैन, तपाईँलाई चाहिँ एक प्रकारले चाहिँ मलाई अब अलिकति अब के बाँच्नु जस्तो किसिमको फिलिङहरू आइरहेको छ भने सबैभन्दा पहिला चाहिँ आफ्नो नजिकको साथीहरूसित छलफल गर्नुहोस् हैन, आफ्नो परिवारहरूसित छलफल गर्नुहोस् हैन। त्यसैले आफ्नो कुराहरू सेयर गर्दाखेरि पनि धेरै कुराहरूको निराकरण चाहिँ फेला पर्छ हैन। त्यसैले व्यर्थमा चाहिँ अब धेरै युवाहरू चाहिँ अहिले त्यस्तो किसिमको निराशाको कारणले गर्दाखेरि यो आत्महत्या मात्रै हैन, अब लागु पदार्थको कुलतदेखि लिएर धेरै प्रकारका विकृतिहरू त बढेका छन् नि हैन। अब सानातिना किसिमका चोरीहरू बढ्ने काठमाडौँ उपत्यकामा पनि ती सबै त त्यसैको कारणले गर्दाखेरि हुने हो नि त। मान्छेसित जब कुनै विकल्प हुँदैन त्यसपछि उसले गलत विकल्प अपनाउँछ हैन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ यदि तपाईहरुलाई कुनै प्रकारको त्यस्तो सोच आउँछ अथवा त्यस्तो किसिमको मैले अलिकति नकारात्मक भावना अहिले पालिरहेको छु कि भन्ने किसिमको सोच आउँछ भने सबैभन्दा पहिला चाहिँ तपाईको आफ्नो नजिकको साथी, तपाईको मिल्ने साथीहरुसित अथवा परिवारको अब सबै सदस्यसित कुरा गर्न नसकिने होला, तर केही सदस्य हुन्छन् नि विचार मिल्ने, ती सदस्यहरुसित कुरा गर्ने त्यस्तो बानी बसाल्नुस्, त्यसबाट पनि धेरै लाभ लिन सकिन्छ जस्तो मलाई लाग्छ। हजुर, अन्त्यमा छौं, अन्त्यमा यो प्रश्न गरिदिएको भयो भन्ने लागेको छ। अब अनिताजी यहाँ खास त्यसको तयारी गरेर त मैले आएको थिएन, तर यो बोल्दा बोल्दै एउटा प्रसंग के आएको थियो भने अघि हाम्रो नेपालमा प्रत्येक वर्ष यो एसएलसी को रिजल्ट निस्किसकेपछि 5-6 जना विद्यार्थीहरूले आत्महत्या गर्ने
हैन स्थिति छ भनेको हामीले त्यो 5-6 जना होनहार युवाहरू प्रत्येक वर्ष एउटा एसएलसी एक्जामको कारणले गर्दाखेरि गुमाउने गर्छौं र प्रत्येक वर्ष त्यो घटना घटिसकेपछि त्यसको विषयमा हामी छलफल गर्छौं तर आज हामीले संयोगवश यो यस्तो किसिमको सौभाग्य पायौं कि अब एसएलसी को रिजल्ट निस्किनु भन्दा पहिला नै त्यो विषयमा छलफल गर्न पायौं हैन त्यसैले म यो कार्यक्रम मार्फत के भन्न चाहन्छु भने त्यस्तो किसिमको माहौल क्रिएट नगर्दिनुस् अभिभावकले पनि साथीभाइले पनि हैन कुनै विद्यार्थीले चाहिँ परीक्षामा फेल भएकै कारणले गर्दाखेरि चाहिँ आत्महत्या गर्न नपरोस् त्यही भन्न चाहन्छु हजुर हवस् त आफ्नो अमूल्य समय दिनुभयो विचारहरू राखिदिनु भयो साथमा अब तपाईको आगामी जे जति योजना छन् सबै सक्सेस होस् भन्ने शुभकामना सहित आजलाई पनि छुटिन्छौँ हस् त धेरै धेरै धन्यवाद अनिताजी आजको यो कार्यक्रममा बोलाइदिनु भयो मैले आफ्ना मनका कुराहरू भन्न पाएँ यसको लागि तपाईप्रति आभार व्यक्त गर्न चाहन्छु र कार्यक्रममा स्टुडियोमा रहेका सम्पूर्ण साथीहरूलाई पनि धन्यवाद दिन चाहन्छु हजुर श्रोता कार्यक्रम नयाँ पिढीमा आजका अतिथि हुनुहुन्थ्यो विजय गेवालीज्यू उहाँबाट हामीले धेरै कुरा सिक्यौं हैन बुझ्यौं उहाँको यो आफ्नो एक्सपिरियन्सको आधारमा उहाँले धेरै कुरा बताउनु भयो विशेष गरी चाहिँ यो एकदमै जटिल समस्या सामाजिक अवसादको बारेमा उहाँसँग हामीले धेरै कुराहरू बुझ्यौं र यो अहिलेका युवाहरूले गर्नुपर्ने कुरा के रहेछ त त्यो तपाईले पनि मनन गर्नुभयो होला अवश्य पनि यो आजको कुराकानी पक्कै पनि तपाईलाई लाभदायी छ भन्ने मेरो विश्वास छ यसका साथै आजको कार्यक्रम नयाँ पिढीको समय सकिसक्यो भन्दा फरक नपर्ला तर अर्को हप्ता पुनः एकजना अतिथिका साथमा यहाँहरुमा उपस्थित हुन्छु नै आजलाई कार्यक्रम सुनेर साथ दिनुभयो यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद यसैगरी प्राविधिक रूपमा साथ दिनुहुने सागरजीलाई पनि धन्यवाद भन्दै कार्यक्रमबाट म प्रस्तुता अनिता पनि बिदा हुन चाहन्छु इमेज न्यूज एफएम 103.6 मेगाहर्ज सुन्दै रहनुहोला यहाँको बाँकी पल शुभ रहोस् नमस्कार Her eyes make the stars look like they're not shining. Her hair falls perfectly without her trying. She's so beautiful, and I tell her every day. Yeah, I know, when I compliment her, she won't believe me. And it's so sad to think that she don't see what I see. But every time she asks me, do I look okay? I say, when I see your face.